33 वर्षीय जेम्सले दावी गरे कि उनी 6 महिनाको गर्भवती छिन्। तर डेलिभरीको दिन डाक्टरहरूले देखेका कुराले सबैलाई स्तब्ध बनायो र तुरुन्तै प्रहरीलाई बोलाउन बाध्य भए। जेम्स एक्लै बस्थे। आफ्ना आमाबुबा गुमाएपछि उनी सधैँ शान्त र घरमै सीमित रहन्थे। तर केही महिनादेखि उनको पेट अनौठो रूपमा बढ्न थाल्यो। छिमेकीहरूले देख्दा कानाफुसी गर्थे, तर जेम्सको जवाब सधैँ एउटै हुन्थ्यो, यो मेरो बच्चा हो, अब चाँडै आउँछ। सुरुमा सबैले मजाक गरे, कसैले विश्वास गरेन। उनी मानसिक रूपमा अस्वस्थ छन् होला भन्ने पनि सोचियो। तर एक दिन उनको पेटमा असह्य पीडा भयो र उनी अस्पताल पुगे। डाक्टरहरूले उनको अवस्था देख्दा अचम्मित भए। तत्काल परीक्षण सुरु गरियो र रिपोर्ट आएको बेला त्यहाँ भेटिएको चिज यति डराउना, यति अनौठो थियो कि सम्पूर्ण मेडिकल टिम केही क्षणका लागि जमे जस्तो भयो। जेम्सको पेटभित्र जे भेटियो त्यो यति विचलित गर्ने थियो कि तत्कालै प्रहरीलाई बोलाइयो। के थाहा पाउनुहुन्छ के थियो त्यो पेटभित्र? भाग 2 का लागि बेबी कमेन्ट गर्नुहोस्।